यो घरमा यति धेरै अहिले काम गरिराख्नु भएको छ अनि यो के भएको विशेष गरेर यसमा यो समय घर लगाएको करिब 40 सालबाट गर्नको लागि निकै जवाले बिस्ट जाड बनिनुहुने हाम्रो अङ्कल हुनुहुन्छ। आर्थिक कमजोर हुँदा घर पनि अर्को जग्गा पनि छैन एकातिर, अर्कोतिर त्यो घर पनि सँगै जोडिएको हुनाले सँगै पनि अलिकति गाह्रो भएकोले यो रह्यो। अनि सधैँ अहिले चाहिँ अविरल वर्षाको अस्ति भदौ 1 गते भत्केर तिनै तल माथिदेखि लिएर तल माथिल्लो तल्लो लास्टसम्म पुरै भत्केर ध्वस्त भएको छ। आज हामी चाहिँ सबै परका दाजुभाइ पुन्छाइरहेका छौँ यसलाई। अनि प्रहरी मुसुल्क गराउनको लागि चाहिँ पहल गर्ने भनेको तल चौकीमा फोन पनि लागेर उहाँले हतारमा आज हामीलाई घर पठाइरहेका छन्। जसरी सबैले सहयोग गरिराख्नु भएको छ, स्थानीय सरकारको पनि सहयोग रहोस्, प्रतिबद्ध चाहिँ गरेको छिटोभन्दा छिटो होस् भन्ने हामी आशा गर्दछौँ। बास बस्नुको लागि अब यहाँ अस्ति बसेको छु यहाँ, अब यहाँ भत्केर म अलिक घर कन्द गएको छ। यहाँ तपाईँलाई अहिले बस्नुको लागि ठाउँ अहिले छैन। तत्कालीनको लागि तपाईँ दिएको भयो भन्ने तपाईँ त्यही त हुँदाखेरिमा आज के भयो अचम्म भयो, घर कति पनि छैन, छोरो छैन। अब के भयो भनेर देऊ भनेको माग राखे। तपाईँले यति बेला दाजुभाइले त अहिले सहयोग गरिरहनु भयो नि त। अब स्थानीय सरकार तपाईँको अपेक्षा के छ, तपाईँ गर्न पाइदियो के गरिरहेको छ सरकारबाट हुन्थ्यो भन्ने छ। कहीँ मिल्न पा छुन पा। अब मलाई पढ्यो छैन, यतातिर आमा छोरो छ पढ्यो, त्यही कहीँ दाजुभाइ हो वरपरको फोन पनि भएन तर चौकीमा पालिका पनि समस्या पर्यो। स्थानीय सरकारको लागि चद्दरको चाहिँ ल तपाईँले थोरै यसको यो घरको अलिकति विस्तृत उहाँको जीवन अलिकति भनिदिनु भने चाहिँ थोरै रूपमा। उहाँ हाम्रो अङ्कल खास गरी सानो उहाँले घर निर्माण चाहिँ चालुमा लगाउनु भयो। त्यतिखेर लगाएको घर जानुभयो, इन्डिया भयो। 20 वर्षपछि एउटा आउनुभयो। अनि छोरा आइसकेपछि यहाँ बस्नुहुन्थ्यो, फेरि इन्डिया जानुभयो। श्रीमती कहाँ त्यहीँ यो अङ्कलको घर चाहिँ अब बाँकी भत्कियो। भत्किसकेपछि अस्ति भदौ 1 गते पानी पर्दैन बित्तिकै गयो। माथि आदिबाट निर्माणपछि के अवस्था छ कि छैन, पुरै पर्छ के छ? यो लगको लागि उहाँसँग अहिले कमसेकम 5-6 लाख रुपियाँ चाहिन्छ। त्यो गर्नु उहाँ आर्थिक अवस्था छैन, निकै कमजोर। उहाँले गर्न पनि सक्नुहुन्न। हामीले गर्ने सहयोग गरेको यही हो, 2-4 दिन दिने यसलाई के गुहारी भनौँ, गुहारी हो, गुहारी गर्न सक्छौँ हामी, सकिरहेको। बाँकी पछि माथि हाल्यो अनि काठहरू हामी बिजुलीमा हालेर चाहिँ गर्न सकिन्छ। अहिले त्यो हामीले सकेका छौँ। त्यसलाई हामीले ठुलो परको सहयोग चाहिँ चाहिएको छ स्थानीय सरकार। अनि पुरा हामी सम्झौता गरिराखेका छौँ। हामी सबै अनुरोध यही छ पनि, र अङ्कल आफ्नो त्यही हो। ल हस्, धन्यवाद।